हेलो गाइस, सो अहिले म ठ्याक्कै सुकेटार आउनुभन्दा 10-5 मिनट अगाडि हो र दाइलाई भेट्यौँ। र दाइ नमस्ते। नमस्ते हजुर। सुरु नाम दावा छिरिङ शेर्पा है। हजुर। यसो यो डाँडाको बारेमा यसो भनिदिनु न। कुन डाँडा छ अरे? मैले अब काबुलिङ पुगेन, त्यहाँबाट उता झरे काबेली निस्किन्छ, काबेली खोला कटेपछि उता 5 थाल लागे। हजुर। 5 थालबाट माथि चाहिँ उता गएपछि माथि गोलपेटा त्यो पोखरी, त्यहाँबाट फिलिम, त्यहाँबाट जाँदै गएपछि के खोला भन्छ, त्यहाँ हामीले पनि त्यति बुझ्दिन होइन। हजुर। अनि त्यहाँबाट त इलाम निस्किन्छ कि। इलाम निस्किन्छ है। हजुर। त्यो बिचको डाँडा चाहिँ शङ्करसभा। यो बिचको चाहिँ यता पर्छ यो घामतिर। ए अहिले चाहिँ सनराइज पनि हुँदैछ, ब्युटिफुल सनराइज है। दाइसँग कुरा गरेर पनि रमाइलो लाग्यो। हजुर। धरानतिर निस्किन्छ त्यो बाटो। ए अहिले त बाटो त्यता पनि बनिसक्यो नि। जति नि कोरेको बाटोबाट गाउँ भएर जान्छ नि, जान्छ त्यसो त। हुन्छ दाइ, धन्यवाद। हुन्छ, हस्।